हेलो शुभ बिहानी सबैजनालाई स्वागत छ मेरो नयाँ ब्लगमा। मेरो नाम चाहिँ रमेश बुढाथोकी। मेरो युट्युब च्यानलको नाम रहेको छ रुद्रांशी ब्लग हैन। सबैजनाले लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु होला। सबैजनाले माया सपोर्ट देखाइदिनु होला। आज चाहिँ हामी तारपेर लेकमा छौँ। हिजो राति नै आएको, हिजो राति 8 बजीतिर आएको हैन। यहाँ नाइट हन्टिङ बस्थ्यौँ भनेर आएको हो। अहिले चाहिँ लास्ट चिसो भइरहेछ, बिहान मौसम पनि त्यस्तै भइरहेछ। रातभरि पानी पऱ्यो। हिजो राति आएर त्यस्तो भिडियो बनाउनु पनि पाएनौँ किनकि रात परिसकेको थियो। 8 बजीतिर थियो, रात परिसकेको थियो। खानासाना पकायौँ, खानासाना पकाएर खायौँ। खाना 10 बजीतिर खाना पकाएर खायौँ। एकछिन सबैजना लुडो खेल्यौँ अनि त्यसपछि सुत्यौँ। अहिले 5 बजीतिर उठेर भिडियो बनाउन थालेको। कतिखेर घाम लागे जस्तो हुन्छ, कतिखेर बादलै हुन्छ, कतिखेर के हुन्छ होइन। र ठिक छ, कस्तो लाग्यो भिडियो, कस्तो लाग्छ सबैजनाले कमेन्टमा प्रतिक्रिया दिनु होला हैन। हामी चाहिँ धेरै नै टपमा छौँ हैन। यो चाहिँ सल्यानको टपमै पर्छ होला, डाँडा टपमै पर्छ होला। धेरै अल्को छ तारपेर लेक। यहाँ चाहिँ शिव गुफा पनि रहेको छ। अरू पनि गुफा छ यहाँ। गुफा अलिपछि देखाउने छौँ। ल हस्त हेरौँ। यो चाहिँ यहाँ घर रहेको छ। यहाँ चाहिँ पहिला एउटा टावर थियो, स्काईको टावर हो। यो चाहिँ धेरै पुरानो फोन हुन्छ नि, स्काईको टावर हो। यो चाहिँ घर स्काईको टावरको चौकीदारहरू बस्ने घर चाहिँ यो हो है। एकजना हाम्रो सर, मेरो भान्जा माथि गएर भिडियो बनाउँदै हुनुहुन्छ। ढोक्दै हुनुहुन्छ। ल अहिले दामी सिन भएको छ। हिजो राति गएर भिडियो बनाउनु पनि पाएर अहिले दामी सिन भएको छ। ल म नबोलेर नै हजुरहरूलाई भिडियो देखाउने छु। यहाँ चाहिँ यो जालीले ठाउँ चाहिँ घेरबार गरेको थियो टावरलाई। भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिन नभन्नु होला। अनि यो ठाउँ कस्तो छ सबैजनाले कमेन्ट गरिदिनु होला है। उतादेखि घाम पनि आउँदैछ। यो चाहिँ यहाँ चाहिँ सोलरदेखि के हो है, स्काईको टावर हो। यो भित्र चाहिँ सायद ब्याट्रीहरू होला, भित्र कहिले पनि गएको छैनौँ। यहाँ चाहिँ यस्तो छ, यो चाहिँ लडिसकेको अवस्था छ है, लडिसकेको अवस्था छ। अलिक चिसो पनि लागिरहेछ किनकि रातभरि पानी पऱ्यो, चिसो मौसम थियो, चिसो भइरहेछ। स्वर्ग जस्तो ठाउँ छ हो, स्वर्ग जस्तो ठाउँ। स्यासै मनभित्र पस्थ्यो। यहाँ चाहिँ पहिला केटाहरू आएर यहाँ चाहिँ प्रायः मान्छेहरू बिचबिचमा आइरहेको हुन्छन्। त्यति त आउँदैनन् किनकि यो ठाउँको बारेमा धेरैजनालाई थाहा पनि छैन होला होइन। थाहा पनि छैन किनकि त्यस्तो व्यवस्थित पनि छैन। व्यवस्थित गरे त धेरै राम्रो ठाउँ हो होइन, किनकि राम्रो ठाउँमा छ, उचाइमा छ, हावा फरक छ तलको भन्दा। अनि हाम्रो यहाँ सल्ली बजार पनि रहेको छ। सल्ली बजारदेखि नजिकै हो है, सल्ली बजारदेखि नजिकै हो। यदि ठाउँ राम्रो लाग्यो भनेपछि कन्ट्याक्ट गर्नु होला हामीलाई, हामी घुमाइदिनेछौँ हजुरहरूलाई यो ठाउँमा। तारपेर लेकमा यहाँ गुफाहरू पनि रहेको छ, शिव गुफा छ, शिवलिङ्गहरू छ, गणेशजीको सुर छ, गाईको दुधको थुन छ होइन। यहाँ अरू पनि धेरै कुरा छन्। ठाउँ कस्तो लाग्यो भन्नु होला है। स्वर राम्रो भएको भए गीत गाइदिन्थ्यो मिठो तरिकाले होइन। यो ठाउँमा सुट गर्ने गीत, तर स्वर राम्रो पनि छैन। मलाई गीत गाउन पनि आउँदैन, मैले गीत कहिले पनि गाएन होला। हामी ऱ्यापर हो, ऱ्यापर हे भन्न मिल्दैन, ऱ्यापर पनि होइन। ऱ्याप चाहिँ मनपर्छ, ऱ्याप चाहिँ सुन्ने गर्छु कहिलेकाहीँ। भिडियो कस्तो लाग्दैछ है प्रतिक्रिया दिन नभुल्नु होला। लाइक कमेन्ट गरिदिनु होला, शेयर सब्स्क्राइब गरिदिनु होला, सपोर्ट देखाइदिनु होला। अब हामी यस्तै ठाउँमा जानेछौँ, नजिकको यस्तै हाम्रो ठाउँहरू देखाउने छौँ। सबैजनाले माया सपोर्ट देखाइदिनु होला, गरिदिनु होला है। यो चाहिँ पासपोर्ट जाने बाटो हो। ठाउँ पनि हाम्रो एकछिन है। ब्याकर पछि कर हुन्छ नि, पछि कर। हम तो भूते हैं। सबै खुल्ला भएको भए त्यो हुन्थ्यो, राम्रो हुन्थ्यो। अहिले फेरि ऊ आइसक्यो, बादल आइसक्यो, कुहिरो आइसक्यो। ल
भिडियोतिर लाग्यौँ नयाँ नयाँ भ्लगहरू है त्यो भएर भोलि कतै अड्किन सक्छ कतै झुकिन सक्छ मिलाएर सुनिदिनु होला है किनकि पहिला त्यति राम्रोसँग बोल्न पनि सकिँदैन नर्भस भइन्छ भिडियोमा यसरी बोल्न यसरी देखिन है त्यो भएर मिलाएर बुझिदिनु होला ठाउँ हेर्नु नि घाम लागेको भए चाहिँ कस्तो दामी देखाउँथ्यो कि घाम नै लागेको छैन तै पनि राम्रै देखाएको छ राम्रै छ यता चाहिँ बामे यो चाहिँ बामेको टावर रहेको छ एन्सर नमस्ते दुईवटा सँगै छ चिसो भइरहेछ चिसो यो टावर हो है यहाँ सोलर रहेको छ यो चाहिँ यो भित्र चाहिँ ब्याट्रीहरू होला ऊ परको घरमा चाहिँ चौकीदारहरू बस्थे एकजना भिडियो बनाइराख्नु भएको छ उहाँले पनि मेरो भान्जा हो भान्जाले पनि नयाँ युट्युब च्यानल खोलिरहेको छ है सबैजनाले माया देखाइदिनु होला सबैजनाले बाटो नि कति चिप्लो हो के कति असिलो हो ढुङ्गा फेरि यति डेन्जर छ है ढुङ्गातिर हेर्दा पनि उसले हामीतिर आँखा झन् बढी हेरिरहेछ जस्तो लाग्छ के त्यस्तो आमा त्यस्तो डेन्जर ढुङ्गा छ है अनि हामी तपाईँलाई यो चाहिँ हाम्रो सल्यानको खेतीगारा भन्ने गाउँ हो है औलबेसी यो चाहिँ हामी यो स्कुल चाहिँ म पढेको हो है हामी पढेको स्कुल हो 5 वर्ष पढेको 6 देखि 10 सम्म पढेको स्कुल हो औलबेसी भन्ने ठाउँ रहेको छ है र यहाँदेखि सबै देखिन्छ क्या जहाँ पनि देखिन्छ कुमाकलेक हेर्न चाहनुहुन्छ तर कुमाकलेकमा बादल लागेको छ देख्न सकेको छैन देखिरहेको छैन देखाउन सकिरहेको छैन बादलले गर्दा तर कुमाकलेक चाहिँ त्यही हो कुमाकलेक पनि देखिन्छ सल्ली बजार यता रुकुम यता जाजरकोट यता सुर्के यता पार्री सुर्के सबै देखिन्छ सब ठाउँ देखिन्छ है जुम गरौँ हेर्नु है ठाउँ स्वर्ग नै हो यस्तै ठाउँमा घर हालेर बस्न मन छ केटा हो ओ जय शम्भु यहाँ चाहिँ हाम्रो पूजा गर्ने ऊ रहेछ है यो चाहिँ पूजा गर्ने ठाउँ रहेछ म चाहिँ यहाँ यो ठाउँमा चाहिँ आएको थिएँ तर यहाँ चाहिँ आएको थिइनँ है मतलब यो लेकमा आएको थिएँ तर यहाँ चाहिँ आएको थिइनँ यो डाँडामा चाहिँ आएको थिइनँ जय शम्भु यस्तै ठाउँमा घर हालेर बस्दा के छ कान्छी विचार ल हेर्नु नि यति राम्रो ठाउँ छ यो चाहिँ तारुपरे लेक यसमा चाहिँ तारो खसेर चाहिँ यो खड्डो भएको हो भन्ने चाहिँ यो हाम्रो बुढाहरूको भनाइ छ बुढाहरूले भन्नुहुन्थ्यो यो यहाँनिर जुन यो खड्डो छ नि यसमा चाहिँ माथिदेखि तारा खसेर यो चाहिँ तारु परे लेक चाहिँ बनेको हो अरे है त्यसैले यस्तो रहेको छ यो ठाउँको नाम रहनुको कारण चाहिँ यो खड्डो छ नि यहाँ चाहिँ तारो खसेको हो अरे यहाँ पहिला चाहिँ पानी पनि हुन्थ्यो अरे यो जुन खड्डो छ नि यसमा चाहिँ पानी पनि हुन्थ्यो अरे अहिले चाहिँ पानी पनि छैन पानी पनि सुकिसक्यो तारुपरे लेक दामी जय शम्भु म तपाईँलाई गुफा देखाउनु छु एउटा शिव गुफा देखाउनु छु फर्स्टमा आउँछ स्वर्ग हो के अलिक छिटो जान्छु भिडियो नत्र भने धेरै नै लामो हुनेछ जय शम्भु यो चाहिँ हाम्रो शिव गुफा रहेको छ है यहाँ चाहिँ हाम्रो शिवलिङ्गहरू छ बाटो चिप्लो नभए अलि पछि हामी जानेछौँ पक्कै नै किनकि बाटो चिप्लो होला यस्तो बाटो यस्तो रहेको छ पुरै नै चिसो छ तल बाटो नि अलि अप्ठ्यारो छ के
त्यो चिसो छ जान मिलेसम्म हामी गएर देखाउने छौँ हजुरहरूलाई यहाँभित्र के छ जान मिले देखाउने छौँ गाउँठाउँ नजिकै यति राम्रो ठाउँ हुन्छ होइन तर कतिलाई यो ठाउँ थाहा पनि छैन होला हाम्रै नजिकको साथीहरूलाई कति आफन्तहरूलाई थाहा छैन होला यति राम्रो ठाउँ छ घुम्नलाई बस्नलाई होइन पिकनिक आउनलाई धेरै स्पेसल ठाउँ छ हाम्रो नजिकको टक्क डाँडाको चिसो हावा होइन छुट्टै फिल हुन्छ यो छुट्टै शक्ति भएको ठाउँ पनि हो शक्ति छ यो ठाउँ चाहिँ सिद्धको शक्ति छ भन्ने कुरा चाहिँ मान्यता छ हाम्रो पुर्खाबाट चाहिँ मान्यता छ यहाँ चाहिँ सिद्धको शक्ति छ भन्ने कुराको मान्यता छ है अब म तपाईँलाई अर्को गुफा देखाउने छु अर्को गुफामा त जान मिल्छ किनकि त्यो सजिलो छ यो एउटा हाम्रो भलागर न्यू भलागर पनि भिडियो बनाउँदै हुनुहुन्छ है भिडियो कस्तो लागिरहेछ कमेन्ट गर्न नभुल्नु होला है यो चाहिँ अर्को गुफा जाने बाटो यहाँ चाहिँ अर्को गुफा रहेको छ है देखाउने छौँ अलि भोग लाग्छ अनि तराब हुन्छ कि हामीलाई होइन भोग लागि बाटो चाहिँ चिप्लो छ सायद उताको गुफामा जान सकिँदैन होला यहाँ चाहिँ हामी पछि गएर देखाउने छौँ किनकि यो गुफा चाहिँ यस्तो छ क्या यस्तो छ होइन यता यस्तो छ अनि यता चाहिँ यस्तो छ यो गुफा रहेको छ म चाहिँ तलै गएर सबै देखाउने छु यो चाहिँ जान मिल्छ किनकि जान मिल्ने ठाउँ त गएर देखाउनु पर्यो देखाउनै आएको हो सबैले हेरेर आनन्द लिनु हाम्रो बनघाटमा पनि यस्तो ठाउँ छ भन्ने कुरा कतिलाई थाहा छैन होला ल यो चाहिँ एउटा गुफा रहेको छ हाम्रो तारपरे लेकको यहाँ चाहिँ यस्तो कुराहरू रहेको छ जय शम्भु के हो बे कस्तो लागिरहेछ भिडियो मन पर्यो भने मजाले सपोर्ट देखाइदिनु होला माया देखाइदिनु होला हामी यस्तै ठाउँमा जानेछौँ हाम्रो ठाउँ नजिकैको ठाउँमा जानेछौँ पहिले गाउँ नजिकैलाई देखाएर होइन बिस्तारै सिकेर आफ्नै ठाउँबाट सिकेर हामी पछि हजुरहरूको माया सपोर्ट मिल्यो भने टाढा पनि जानेछौँ लेकहरूमा होइन तराई चाहिँ खासै मन पर्दैन लेक हिमालमा चाहिँ मजाले घुम्ने हो ल हस् त म यो गुफाबाट निस्किन्छु है यता हेर्नु यस्तो छ है यस्तो पानी चुन्छ सायद उताको गुफामा जान सकिँदैन है त्यो भएर उताको गुफा देखाउन पाएन उताको शिव गुफा हो उताको गुफा झन् बबाल छ है यो पनि राम्रो छ ऊ पनि राम्रो छ शिवलिङ्ग छ है भित्र मादलहरू पहिला ढुङ्गाको मादल पनि थियो अहिले त मादल उकोले भाँचिएर फालिदिइसक्यो हामी स्कुल पढ्दाखेरि आउँथ्यौँ मादल बजाउन अहिले चाहिँ मादल पनि छैन ढुङ्गाको मादल बज्छ कहिले चाहिँ त्यो ढुङ्गाहरू भाँचेर फालिदिएछ यस्तो रहेको छ गुफाहरू ठाउँ अति नै बबाल छ केटा अति नै बबाल छ त्यसैले यदि घुम्न चाहनुहुन्छ भने कोही मलाई कमेन्टमा भन्न सक्नुहुन्छ कमेन्ट गर्न सक्नुहुन्छ यदि तपाईँ यो ठाउँमा आएर घुम्न यो ठाउँको वातावरणको महसुस गर्न यो ठाउँको एनर्जीको फिल लिन चाहिँ खोज्नुहुन्छ भने यदि मनमा अलिकति पनि लाग्छ भने यो ठाउँमा जानुपर्छ भन्ने आउनु होला मलाई सम्पर्क गर्नु होला कमेन्टमा म चाहिँ मजाले घुमाइदिनेछु फेरि पैसा लिँदैन मजाले फ्रीमा घुमाइदिन्छु है पैसा लिँदैन त्यो ठाउँमा मन्दिर बनाउँदा कस्तो देखिन्छ होला हेर्नु नि हाम्रो मन्दिर बनाउनु ट्याक्क बस्ने ठाउँ देखाउने होइन यो यस्तो मजा हेर्दाखेरि कति आनन्द आउँछ होला होइन के गर्ने अब
केही बनेपछि अलिकति राम्रो ठाउँमा गएपछि माथि पुगेपछि र कोही राम्रो मान्छेहरूसँग चिनजान भएपछि चाहिँ पक्कै नै कुरा उठाउने छौँ यो ठाउँको लागि होइन त एउटा हो पनि भन्दैनन् नौला नि त होइन मन्दिर सन्दिर बनाएपछि त्यहाँको घुम्नलाई होइन राम्रो पनि हुन्थ्यो यो ठाउँको प्रचार पनि हुन्थ्यो कस्तो लाग्यो भिडियो कस्तो लाग्यो भिडियो सबैजनाले सपोर्ट गरिदिनु होला लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला डुक चाहियो कि उनलाई डुक चाहियो रे भान्जालाई डुक चाहिएको छैन अहिले र त हामी अब भ्लगको अन्तिममा छौँ होइन यो ठाउँ कस्तो छ के छ हामीले क्यामेरामा भिडियो बनाइसकेका छौँ र हजुरहरूलाई देखाउने छौँ युट्युबमा हालेर सबैजनाले माया गरेर देखाइदिनु होला होइन सपोर्ट देखाइदिनु होला लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला होइन यो ठाउँ चाहिँ तारकरेलीको कस्तो छ के छ यदि घुम्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ यदि यो ठाउँ हेरेर मनमा छियो भने यो ठाउँ जानु सक्नु भन्ने जस्तो लाग्यो भने यो ठाउँ घुम्न आउनु होला सम्पर्क गर्नु होला घुमाइदिउँला होइन हामी चाहिँ अब चाउचाउ साउचाउ खान्छौँ भान्जा पनि उठिसक्यो होइन यो चाउचाउ साउचाउ खान्छौँ थोरै भिडियो बनाउँछौँ निस्किन्छौँ अब हामी चाहिँ भ्लगको अन्तिम चरणमा छौँ सायद यसपछि एउटा मात्रै भिडियो हुन्छ त्यसपछि हामी चाहिँ चलो भन्छ हाम्रो ह्यान्डसम भन्छ ढिलो उठे ल चाउचाउ भन्छ चाउचाउ पप्पा खाऊ ढिलो उठेन घामसँग उठ्यो ल अब चाहिँ हाम्रो भ्लग सकिसकेको छ ल हामी चाहिँ अब घर जाने सुरु भयो किनकि टाइम पनि भइसक्यो घरतिर पनि जानुपर्छ हिजो राति आएको नसुताए राम्रो भयो राम्रै भयो हुन त अलिकति चिसो भयो पानी परेर राति तनाव भयो ल हामी चाहिँ जान्छौँ सबैजनाले माया देखाइदिनु होला सपोर्ट गरिदिनु होला होइन भेट्नेछौँ फेरि अर्को भिडियोमा तपाईँहरूले सपोर्ट गर्दै जानुभयो भने हामी पनि भिडियो बनाउँदै जानेछौँ यस्तो यस्तो राम्रो राम्रो ठाउँ देखाउँदै जानेछौँ हजुरहरूलाई हाम्रै गाउँठाउँको हामी टाढा अहिले नै जाने छैनौँ किनकि टाढा जानु बिस्तारै जाम्ला अगाडि बढ्दै गएपछि बिस्तारै टाढा पनि जाम्ला होइन केही छैन टाढा पनि जाम्ला तर हामी चाहिँ हाम्रो गाउँठाउँ चाहिँ टन्नै घुम्छौँ यस्तो ठाउँमा जहाँ राम्रो ठाउँमा छ त्यहाँ चाहिँ टन्नै घुम्छौँ त्यसैले सब्सक्राइब गरिराख्नु होला हाम्रो गाउँठाउँको मान्छे बनगाडको मान्छे सल्यानको मान्छे सबैभन्दा तराईतिरको मान्छेले यस्तो ठाउँ हेर्न चाहिँ एकदमै रुचाउनुहुन्छ एकदमै राम्रो मान्नुहुन्छ यस्तो ठाउँमा घुम्न पनि राम्रो मान्नुहुन्छ त्यसैले सबैजनाले सब्सक्राइब गर्नु होला हामी यस्तो ठाउँ देखाउने छौँ होइन यस्तो हेर्नु नि कुनै स्वर्गभन्दा कम छैन त भन्छ होइन ह्यान्डसम हाम्रो ह्यान्डसम भन्छ डान्सर भन्छ हामीले डान्स जोड्यौँ अब भान्जोले के गर्ला भन्ने आश हो काठमाडौँ गएर पनि केही भएन ठिक छ अब एउटा बाटो भलकबाट सपोर्ट देखाइदिनु पऱ्यो अब यसबाट अघि बढ्ने होइन विदेश जाएर सकिँदैन यतै नेपालमा केही गरेर खाने केटा हो यति भए पनि खाने चित्त बुझाउने खुसी हुने आनन्दले सुत्ने बिहान उठ्ने काम गर्ने खेती किसानी गर्ने खाने अब विदेश जाने सपना छैन केटा हो नेपालमा केही गरेर खानुपर्छ सकेसम्म है हस्त भाइ गुड नाइट भन्न लाग्थ्यो कि ल हस्त होइन ल अर्को भिडियोमा भेटौँला होइन ल त्यतिन्जेलसम्म बाई टाटा होइन सबैजनालाई माया छ सबैजनाले सपोर्ट गरिदिनु जय शम्भु हर हर महादेव।